विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स र मर्निङ मोड्समा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। तपाईँले हामीलाई यतिखेर फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि संसारभरि नै एकैसाथ सुन्न सक्नुहुन्छ। अब भने हामी तपाईँसँग टेलिफोन सम्पर्क मार्फत कुराकानी गर्छौँ, तर त्योभन्दा पहिले आजको टपिक्स मैले तपाईँलाई दिएको छैन। आजको टपिक्स तपाईँको विचारमा शिक्षा महत्त्वपूर्ण कि सिप, अनि कारण पनि दिनुपर्नेछ किन, होइन? तपाईँको विचारमा शिक्षा महत्त्वपूर्ण कि सिप किन, यो विषयमा तपाईँले आफ्नो विचार दिनका लागि कल गर्नुहोस् 4595 845 4595 845 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। पक्कै पनि मोबाइलबाट गर्दै हुनुहुन्छ भने 01 कोड नम्बर हाल्न नबिर्सिनुहोला। र हामी आजको टपिक्स तपाईँको विचारमा शिक्षा महत्त्वपूर्ण कि सिप भन्ने शीर्षकमा कुराकानी गर्छौँ र तपाईँका शुभकामना सन्देश पनि सङ्घाल्छौँ। तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। हामी मर्निङ मोड्समा छौँ। मर्निङ मोड्स तपाईँले सोमबारदेखि शनिबारसम्म बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। तपाईँ पुरानो हुनुहुन्छ भने अनि नयाँहरूले पनि थाहा पाइसक्नुभयो, मैले भनिसकेँ, होइन? तपाईँले हामीलाई फ्रिक्वेन्सीमा मात्र नभएर हामीलाई वेबसाइट मार्फत पनि अनलाइन सुन्न सक्नुहुन्छ www.radiocity.com.np। त्यस्तै गरेर दुईवटा पात्रोका एपहरू है, हाम्रो पात्रो र नेपाली पात्रोको एप पनि तपाईँले डाउनलोड गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ। लाइभ चाहिँ प्रसारण भइरहेको छ। तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ 4595 845। हामी तपाईँको टेलिफोनको प्रतीक्षामा छौँ पक्कै पनि। र तपाईँले आजको टपिक्समा कल कुराकानी गर्न सक्नुहुन्छ। तपाईँको विचारमा शिक्षा महत्त्वपूर्ण कि सिप किन, तपाईँले चाहिँ सिप महत्त्वपूर्ण भन्नुहुन्छ भने पनि किन, होइन? थोरै रिजन दिनुहोस्, कारण दिनुहोस्। अनि सिप महत्त्वपूर्ण भन्नुहुन्छ भने पनि किन, त्यो पनि कारण दिनुहोस्। अथवा दुइटै चाहिन्छ भन्नुहुन्छ भने पनि कारण दिनुहोस्, है त? यतिखेर पहिलो कलर फोन लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार पासङ सर, म झम्सीखेलबाट आफ्नो निवासबाट बोल्दैछु हजुर। अहिले ओके, सुन्दर कुमार परियारजी, के छ हजुरको खबर? एकदम राम्रो छ हजुर। अब जीवन भनेको सङ्घर्ष हो, त्यो सङ्घर्षमा अगाडि बढ्दैछु र मैले चाहिँ नि कहिले पनि आफ्नो जीवनलाई चाहिँ नि सङ्घर्ष भन्ने थाहा छ र सङ्कटबाट चाहिँ नि कहिले पनि चाहिँ नि डराउँदिन। त्यो सङ्घर्ष यस्तो पोजिटिभ भाइब्स चाहिँ सधैँ बोक्नु होला, होइन? एकदमै, होइन? सकारात्मक सोचका साथ जो मान्छे अघि बढ्छ ऊ पक्कै पनि सफल हुन्छ, है त? हुन्छ। अनि चिया नास्ता भयो कि छैन सुन्दरजी? भयो प्रभु, भयो। अब चिया नास्ता गरेर अब म यो हजुरको यो टपिकै मिठो लाग्यो। अघि धनियाँहरूको बारेमा पनि धेरै ज्ञान पाइरहेको छु अचेल रेडियो सिटीबाट। मैले चाहिँ 1 घन्टा चाहिँ बिहानको सट्टर दिने कोसिस गरिरहेको छु र अहिले म आउन कि तपाईँले यति मिठो टपिक राख्नुभयो, शिक्षा चाहिन्छ कि सिप चाहिन्छ भन्ने विषयमा चाहिँ यो म एउटा मैले शिक्षा नहुँदा भन्नुहोस्, मसँग सिप छ, मैले आफूले बाउबाजेको सिपहरू राम्रैसँग गरिरहेको छु। तर शिक्षा नहुँदाखेरि म कहाँ विदेशी ग्राहकहरू आउँछन्, अब चाइनिजहरू पनि आउँछन्, अनि अमेरिकनहरू पनि आउँछन्। उनीहरूसँग त्यो शिक्षाको कमीले गर्दाखेरि उनीहरूसँग त्यो भाषासँग बोल्न नसक्दा हुन्छ। आज त्यो विभिन्न माध्यमहरू आएछन्, त्यो मोबाइलमा नेपालीबाट भन्यो भने अङ्ग्रेजीमा जाने आएछन्। शिक्षा र सिप भनेको पासन सर, म क्षमा माग्दै हो, यो दुवै एकअर्काका परिपूरक हुन्। शिक्षा भयो भने मान्छेले गोबरमा ग्यास देख्दो रहेछ हेर्नु। आज मैले एउटा त्यो अमेरिकनहरू विदेशी आउँदाखेरि मन खोलेर कुरा गर्न सक्दिनँ। त्योमा म भित्र आत्मादेखि रुन्छु कि। अनि फेरि हजुरको त्यो शिक्षा नहुँदाखेरि मलाई जति अहिले म पीडा महसुस गर्छु नि, त्यो हुनु त मैले त्यो पीडा अब म सँगसँगै जान्छ हेर्नुहोस्। अब मैले उमेरमा आएर पढ्न त कोसिस गरेँ बिचमा मैले, कमसे कम हामीले शिक्षामा चाहिँ यो अरू नपढे पनि अङ्ग्रेजी र हिसाब चाहिँ पढ्नै पर्ने रहेछ। र सिप भनेको त हेर्नुहोस्, यो त बरु सिप
चाहिने यति अनिवार्य छ। म त सबैजनालाई भनिरहेको छु, मैले पहिला पनि भनिरहेको थिएँ, एउटा साइकलमा पञ्चायत हालेर बस्ने मान्छे बरु 5-6 जना परिवार पालेको हुन्छ, तर उच्च शिक्षा गरेको मान्छे बेरोजगारी हुन्छ। छ पनि धेरै पढेर पनि फाइदा छैन र सिप नभए पनि फाइदा छैन। यो चाहिने सिप र शिक्षा भनेको हजुरको एकअर्काका परिपूरक हुन्, यो सँगसँगै लैजान पर्छ। आज हेर्नु न, त्यो किसान गर्ने मान्छेले हलो जोत्नुहुन्छ, हलो जोत्दाखेरि पनि त पछि त्यो सिप भयो। अब शिक्षा नहुँदाखेरि त्यो हलो पनि त वैज्ञानिक किसिमले बनाउन सकिन्थ्यो होला। र मान्छेले पढे लेखेको टाइ लगाएर के अरे काम गर्नु र अन्यथा नमिलो होला। अलि राम्रो सुगर सफा भएर चटक एउटा शिक्षित मान्छेले चाहिँ आफै नियन्त्रणमा राख्छ, त्यो चाहिँ पक्का हो। तर अलि मान्छेले हेप्न पनि पाउँदैन। तर हामीले चाहिँ अब अहिलेको कुरा गर्दाखेरि तपाईँको म चाहिँ दुइटै अनिवार्य छ। म त अझ के भन्छु भने यो शिक्षामा चाहिँ 5 क्लास जब बच्चाहरूले पढ्छ, विशेष गरी नारीलाई हेर्नु चाहिँ नारीमा अहिले शिक्षा र सिपै नहुँदाखेरि अहिले धेरै घर भत्किरहेछ। धेरै किनकि उनीहरूमा त्यो पुरुषले चाहिँ गल्ती गरे पनि उनीमा शिक्षा र सिप नहुँदाखेरि त्यो नारी पीडित छ। त्यसरी मैले चाहिँ के भन्न चाहन्छु भने विशेष गरी सबै मान्छेलाई त्यसमा पनि नारी शक्ति, नारी एउटा शिक्षित नारीले, एउटा रोजगारी नारीले चाहिँ त्यो घरलाई एकदम नर्कलाई पनि स्वर्ग बनाउँछ। त्यो चाहिँ मैले बुझेको छु, मैले भोगेको छु। त्यसो भएर म चाहिँ नि दुइटै एकअर्काको नम्र मासु जस्तै, आँखा र नानी जस्तो, मुख र जिब्रो जस्तो म चाहिँ नि अनिवार्य हुन्छ। शिक्षा र शिक्षा नि दुवै नै एकअर्काको परिपूरक हुन्। यो त अनिवार्य हुन्छ। हजुरलाई धन्यवाद छ विचारको लागि। अब शुभकामना सन्देश छोड्न सक्नुहुन्छ। अब शुभकामना सन्देश भन्दाखेरि अब अस्ति भर्खर चाहिँ हाम्रो लुकुमथलीमा गएको थिएँ, त्यहाँ चाहिँ मन्जु थापा बच्चाहरू, सपना खड्का, हाम्रो गोविन्द निरौलाज्यूहरूसँग भेट गर्न पाइयो। र मन्जु थापाजी त यति चञ्चले नाची हुँदो रहेछ, सबैलाई आफ्नो बनाउने, सबैलाई आफ्नो बनाउन खोज्ने, मिठो बोली। उहाँलाई पनि सम्झिन्छु। अब मेरो विशेष गरी मेरो अति शुभचिन्तक मित्र हुनुहुन्छ थापाजीका र मैया परिवारहरू हुनुहुन्छ। अब मेरो सबै मैले अहिले हजुरलाई भनिने मेरो रेडियो सिटीको परिवार, हामी पूर्व जन्ममा भेट नभएका मान्छेहरू अहिले रेडियो सिटीले गर्दाखेरि, रूपा मेम हजुरहरूले गर्दाखेरि हामी यो जन्ममा भेट हुन पाएको छौँ, त्यसमा गर्व लाग्छ। त्यसरी सबैलाई सम्झेको छु है। हजुर सबैको दिन आज शुभ रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्न चाहन्छु। ओके, अहिलेलाई छुटौँ है त। हस्, नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो सुन्दर कुमार परियारजी, झम्सीखेलबाट कल गर्नुभएको थियो। वास्तवमै उहाँ एकदमै सकारात्मक सोचाइ भएको व्यक्ति लाग्छ होइन। हाम्रो नियमित कलर हुनुहुन्छ। उहाँले आजको टपिक्समा एकदमै मजाले मिलाएर भन्नुभयो कि शिक्षा र सिप चाहिँ दुइटै एकअर्काका परिपूरक हुन् र दुइटै बिना चाहिँ अधुरो हुन्छ भन्ने तपाईँहरूले विचार राख्नुभयो। वास्तवमै यो कुरा चाहिँ एकदमै आवश्यक छ। हामी धेरैचोटि देख्ने गर्छौँ, मैले आफैले होइन आफ्नो परिवार, आफ्नो साथीभाइहरूको सर्कलमा देख्ने गर्छु कि धेरै पढेर चाहिँ काम छैन, हामीले सिप चाहिँ सिक्नुपर्छ भनिरहेको हुन्छ, तर पछि गएर सिप त सिक्छन् तर त्यो शिक्षाको कारणले कति ठाउँमा चाहिँ प्रयोग गर्न सक्दैनन् होइन। तसर्थमा सिप र शिक्षा चाहिँ सँगसँगै भएको एकदमै राम्रो लाग्छ मेरो विचारमा पनि होइन। सुन्दर कुमारजीले जसरी भन्नुभयो त्यही नै कुरा मलाई पनि लाग्छ है त। तपाईँले पनि कल गर्न सक्नुहुन्छ 4595 845 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ। र तपाईँले आजको टपिक्समा विचार राख्न सक्नुहुन्छ। तपाईँलाई शिक्षा महत्त्वपूर्ण लाग्छ भने पनि किन तपाईँले कारण दिनुपर्नेछ, र सिप महत्त्वपूर्ण लाग्छ भने पनि किन कारण दिनुहोस्, र दुइटै राम्रो लाग्छ अथवा महत्त्वपूर्ण छन् भन्ने लाग्छ भने पनि तपाईँले कारणसहित दिनुभयो भने राम्रो हुन्छ। तपाईँले विचार राख्दै गर्दाखेरि होइन सुन्ने अरू व्यक्तिहरूले पनि केही सिक्ने मौका हुन्छ अनि हामीले पनि नयाँ कुनै न कुनै कुराहरू थाहा पाउँछौँ है त। र यतिखेर अर्को कलर जोडिनु भएको छ, उहाँसँग कुराकानी गरौँ। कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार पासङजी, गुड मर्निङ। गुड मर्निङ।
जयलक्ष्मीजी के छ हजुरको खबर सब ठिकठाक छ राम्रै छ भन्नुपर्छ आज त बिहानदेखि एकदम घाम लाग्छ घाम लाग्छ एकदमै घमाइलो छ यतातिर पनि होइन म बिहान आउँदाखेरि नै आउँदो होइन म उठ्दाखेरि नै घाम लागिसकेको थियो आज हजुर हजुर ए हजुर आज छिट्टै घाम लाग्यो नि त हजुर 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 आज धेरै पछि बिहान छिटो घाम लागेको छ घमाइलो दिन छ रातिबाट चिसो शीतल थियो हजुर हजुर धेरै शीतल अहिले पनि बिहान पनि घाम बिहान उठ्दै घाम झलमल लागिसक्यो एकदमै अनि हजुरको चिया नास्ता रेडी भयो तयार भयो रेडी हुँदैछ मेरो ओके ल ठिक छ हुन्छ हामी आजको टपिक्सतर्फ लागौँ शिक्षा भन्नुभयो हजुर मानिसको जीवनमा त शिक्षा र सेवा दुइटै चाहिन्छ दुइटै नै महत्त्वपूर्ण छ दुइटै भएको धेरै राम्रो के एउटा मात्रै लियो भने अधुरै हुन्छ हामी शिक्षा मात्रै लियौँ सिपै लिएको छैन भने त्यो पनि अधुरै हुन्छ हाम्रो कुन के विषय हामीले हाम्रो पछि पर्छ त्यो विषयमा सिप पनि लिनु पऱ्यो कि शिक्षा मात्रै अगाडि बढाएर पनि भएन सिपमा पनि हामीले गर्नु पऱ्यो हामीले अब सिप पनि सिक्नु पऱ्यो कुन के विषय पर्छ त्यो विषयको जानकारी सबै आफूलाई हुनु परेको त्यस विषयमा आफूले जानकारी लिएर अफिसरमा गएर त्यो विषय हामी सिक्नु पऱ्यो कि जुन शिक्षा लिएको त्यो विषय फेरि सिप लिएर पनि सिक्नु पऱ्यो दुइटै एकदमै महत्त्वपूर्ण छ मान्छेको जीवनमा दुइटै सिक्नुपर्छ शिक्षा बिना सिप पनि अधुरै हुन्छ हजुर हजुर त्यही नै भन्न चाहन्छु ओके हुन्छ विचारको लागि धन्यवाद छ अब दुइटै हाम्रो जीवनमा दुइटै चाहिन्छ भन्न चाहन्छु ओके धन्यवाद हजुरको विचारको लागि अब शुभकामना सन्देशतर्फ लागौँ विशेष तपाईँलाई धेरै धेरै सम्झन्छु मेरो फोन गरिदिनु उहाँलाई धेरै धेरै सम्झन्छु साथीहरू अहिले फोनको हुन्छ उहाँलाई सम्झन्छु अनि बाबुरामजी शेखरजी अनि सुन्दर कुमार परिवार मुन्ना परिवार गोविन्द निर्मला साथीहरू धेरै हुन्छ सबै सिटीलाई माया गर्ने फोन गर्ने सबै साथीहरूलाई हजुरसँग छोड्दै बिदा हुन्छु पासङजी ओके हस् त नमस्कार भाइ भाइ उहाँ हुनुहुन्थ्यो जयलक्ष्मी श्रेष्ठजी सतुङ्गलबाट कल गर्नुभएको थियो हाम्रो नियमित कलर अनि उहाँले पनि शिव र शिक्षा दुइटै चाहिन्छ भन्दै हुनुहुन्थ्यो होइन तपाईँलाई धन्यवाद छ विचारको लागि यतिखेर अर्को कलर जोडिसक्नु भएको छ उहाँसँग फटाफट स्वागत गरौँ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार लासो सर लासो कहाँबाट को बोल्दै हुनुहुन्छ हजुरको आवाजमा राम्रो हुने मान्छे बुद्ध ओके बुद्ध रत्नजी के छ हजुरको खबर एकदम ठिकठाक सबै साथीभाइहरूको कुरा सुने है हजुर जयाजीको पनि कुरा सुने सुन्दरजीको पनि कुरा सुने खुसी लाग्छ मलाई पनि साथीहरू बनाउनु त मन लाग्छ तर सक्दिनँ कि म त है साथीहरूको अगाडि नै जान सक्दिनँ सुन्दरजीले भन्नुभयो भने उहाँले मन्जुजी भेट्नुभयो है सबै भेट्नुभयो त अहिले मैले त्यस्तो बेस्ट फ्रेन्ड त्यस्तो आत्मीय हुन चाहिँ सकिरहेको छैन अहिले त फेसबुकहरू छन् होइन फेसबुकतिर अथवा कुनै पनि सोसियल मिडिया मार्फत साथी बन्दा पनि हुन्छ नि बुद्धजी हुन्छ खै हजुर पनि साथी बन्नु भएको छैन है होइन हजुरले मेरो पेजलाई फलो गर्नु भएको छ ओके ल ठिक छ जिज्ञासा होइन है सम्पूर्ण हजुरको आवाजको पारखी मनहरूको जिज्ञासा मैले हजुर समक्ष पसिहालेँ निवेदन चढाइहालेँ ओके ल ठिक छ हुन्छ थ्याङ्क यू सर है यतिराम खुसी अनि हजुरको के छ चिया नास्ता भयो कि छैन आज चिया नास्ता भयो भर्खर मैले सुन्दै थिएँ एउटा गाडीमा हजुरको बजाउँदै थियो गाडीवालालाई पनि ऊ पनि एउटा पारखी मनले चाहिँ सुन्दै होला पकेटमा उसले पनि गाडीमा वाक गर्दाखेरि सुन्दै थिएँ मर्निङ वाक गर्दा अनि त्यो घरमा पुरा डायल गरेर लागिहाल्यो ओके ल ठिक छ हामी आजको टपिक्सतर्फ लागौँ बुद्धजी म शिक्षालाई सिप नै सिपतिरै जान्छु किनभने सिप नभइकन कामै छैन शिक्षा मात्रै भए पनि हुँदैन है भनौँ न अब कति ठुला भनौँ प्र्याक्टिकल बिना चाहिँ हुँदैन कि जस्तो हाम्रो पढेर मात्रै हुँदैन त्यसलाई प्र्याक्टिक भन्दा नि प्र्याक्टिकल भन्दा नि त्यो सिप हो कि है त्यो सर है हजुरले भन्न खोज्नु भएको सिप महत्त्वपूर्ण हो भन्ने हो कि सिप सहित शिक्षा पनि चाहिन्छ भन्ने हो ज्ञान नभइकन त्यो कुराको हुँदै हुँदैन ओके ओके त्यही भएर त्यसको अध्ययन पनि हुनुपर्छ त्यसको अब फर्मालिटी अब त्यो कसरी चलाउने सबै सिकै चाहिन्छ भन्नु न पहिला होइन त्यही भन्नु ओके ल ठिक छ एकदमै स्पेसल त्यसरी आज सुजन महर्जनको जन्मदिन रहेछ है सर ल सुजन महर्जन तिमीलाई ह्याप्पी बर्थडे टु यु है त्यही भन्न चाहन्छु आज काठमाडौँ चढे पनि छु भनेर सुनेको थिएँ मैले काठमाडौँ चढेको पनि सबैलाई शुभकामना त्यो सम्झिनु पर्दाखेरि दिपिका दिदी सपना खड्का मैया परियार सुजन महर्जन अनि मन्जु थापा अनिस मनिस जति पनि हुन्छ सम्पूर्णलाई हो कि भाइ ओके ल बाई बाई उहाँ हुनुहुन्थ्यो बुद्ध रत्न महर्जनजी हुनुहुन्थ्यो होइन
बानेश्वरबाट कल गर्नुभएको थियो। उहाँले पनि सिप चाहिन्छ भन्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ अलिकति सिपलाई जोड दिइरहनु भएको थियो। सिप शिक्षा मात्र भएर चाहिँ हुँदैन भन्दै हुनुहुन्थ्यो। ठिक छ, विचारको लागि धन्यवाद छ। तपाईँ पनि आउन सक्नुहुन्छ। 4595 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ। आज मजाले विचार राखिरहनु भएको छ सबै कलर्सले होइन। अझै पनि केही समय बाँकी नै छ, हामी उहाँहरूसँग कुराकानी गर्छौँ। तपाईँले कल गर्न सक्नुहुन्छ 4595 हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा। यतिखेर कोही जोडिनु भएको छ, उहाँसँग कुराकानी गरौँ। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार, शेखरजी हो? नमस्कार, म धरानबाट एडमिनिस्ट्रेसन प्रसाद श्रेष्ठ बोल्दैछु हजुर। ओके, के छ धरानतिरको खबर हजुर? धरान त बिहानदेखि टेन्टलापुर घाम छु, पाँचै थिएन, अलि ढिलो उठ्यो अनि नुहाइ धुवाइ गरेर आएर अनि डाइरेक्ट यो सुन्न थालेको। अनि सुने पनि फोन पनि लाग्यो, धेरै खुसी लाग्यो। ओके, हजुरसँग कुराकानी भएको छ बिहान, खुसी लागेको छ हामीलाई पनि है। हुन्छ, हामी आजको टपिक्सतर्फ लागौँ। अब शिक्षा भनेको चाहिँ ब्रेन हो, दिमाग। अब शिक्षा भन्नेको परिभाषा नै मान्छेले बुझेको छैन। अब शिक्षा भन्नाले एजुकेसन, एजुकेट गर्नु भनेको ट्रेन टु डु समथिङ, केही काम गर्नको लागि तालिम हुनु, त्यही मात्रै भने। तर शिक्षाको नीति कस्तो हुनुपर्छ, देशको आवश्यकता के छ, त्यस अनुसार राज्यले त्यो गर्ने हो। तर त्योभन्दा पनि माथि चाहिँ के भनेदेखि चाहिँ आधारभूत शिक्षा के हो त्यो कुरा हामीले बुझ्नुपर्छ। नीति नियमहरू त हामीलाई केही पनि थाहा छैन, आज सबै बढिरहेका छन्। अहिले चाहिँ के भने पार्टीको चाहिँ सरकार भन्यो अनि पार्टीलाई सपोर्ट गर्ने पार्टीको झोले कार्यकर्ता, प्रत्येक प्रोफेसरहरू पनि होइन, सबै निम्न वर्ग पनि, नपढेकाहरू पनि, पढेका अलिअलि पढेका। अब यस्तो भएर चाहिँ हाम्रो यहाँ रेजिडेन्सी आन्दोलन भएको हो। अब हामीले शिक्षित भएर पनि हामीले आधारभूत कुरा पनि थाहा हुन्छ, धर्म, नीति नियमहरू के हुनु पर्यो, राज्यको व्यवस्था, राज्यको मतलब शिक्षा नीति के हुनु पर्यो, पहिला त्यो राम्रो हुनु पर्यो पहिला। अब शिक्षा भन्नाले स्किल हो, स्किलसिप। अब कुनै काम गर्नु पर्यो। आज हामीहरू चाहिँ घरमा चाहिँ एउटा ठुलो मान्छे गरेको होला, कोही होला, विद्वान होला, तर हामीलाई एउटा चाहिँ फ्युज जडान गर्न आउँदैन। एउटा सानो प्लम्बिङ एउटा धारा केही बिग्रियो भने पनि हामीले जडान गर्न आउँदैन। अनि के काम लाग्यो? त्यो त एउटा त आधारभूत सिप चाहिन्छ। जस्तो भनौँ न, एउटा महाभारतमा पनि चाहिँ पाण्डवहरूलाई त धर्म नीति सबै कुरा थियो, उनीहरू धर्मको अनुसार चले, उनीहरू लड्नु पनि पर्यो। तर उनीहरूमा सिप पनि त रहेछ नि त। कसरी भनेदेखि चाहिँ अज्ञातवास यानि गुप्तवास बस्दाखेरि चाहिँ राजा विराटको दरबारमा चाहिँ एउटा छद्म बेसमा बसे। अब युधिष्ठिर महाराजले चाहिँ जुवा खेल्न आउँदो रहेछ, अलिकति ट्रिक त्यो राजाले त्यो गरे, सुखी पार्ने, खुसी पार्ने। अनि भीमसेनलाई पनि त्यो बाघ साट्छ, कुकिङ आउँदो रहेछ, ऊ त त्यहाँको त हेड कुक थियो होइन। अब उसलाई सबै कुरा आउँथ्यो त्यो पनि। अनि अर्जुन चाहिँ एउटा उसलाई चाहिँ नाचगान विद्याहरू आउँथ्यो, त्यो उसले त्यसबाट चाहिँ उसले गुजारा चलायो। अब नकुल सहदेव पनि एकजना घोडा पालक, घोडालाई ट्रेन गर्ने, कस्तो घोडा छ, कुन चाहिँ ब्याउन आँटेको छ, यो कुरा उसलाई सबै थाहा थियो। त्यति त अहिले हामीलाई केही पनि थाहा छैन। अब त्यस्तो सहदेवको गौ गाई पालन, कति बेला कस्तो खालको गाई छ, कस्तो होचो उचो कोचो ब्याउन आँटेको छ, सबै कुन गोठमा कति छ, उसलाई कन्ट्रोल हुन्थ्यो। त्यो पनि त एउटा त्यसको शास्त्र छ नि त। तर त्यो सिप त चाहिन्छ अलिकति। तर त्यो अब त्यो कुन वर्गलाई हो? अब मान्छेको दिमाग मात्रै राम्ररी चल्छ, एकदम मिटिङ धेरै गर्न आउँछ र त्यो ठिक पनि छ भनेदेखि चाहिँ त्यो मान्छेलाई चाहिँ ब्राह्मण वर्गमा राखियो। अब जो चाहिँ मतलब तगडा छ, धेरै चाहिँ रक्षा गर्न जान्छ, त्यसलाई चाहिँ मिलिट्री फोर्सहरूमा राखियो, क्षेत्रीय भनेर भनियो। मर्कन्टाइल भन्छ अङ्ग्रेजीमा। यो व्यापार सम्बन्धीमा आउनेहरूलाई चाहिँ यो मर्कन्टाइल ग्रुपमा राख्यो, जसलाई चाहिँ केही आउँदैन, माथिको चाहिँ शिक्षा नीति केही एउटा ज्ञान छैन भनेदेखि चाहिँ खालि लेबर काम गर्न मात्रै सक्छ भने उसलाई लेबर क्लास है। तर अहिले चाहिँ त्यस्तो जुन ब्राह्मणहरू पनि चाहिँ अब के भन्छ कुवेत, दुबई, कोरियाहरू गइरहेका छन्। त यो के भनेको छ भनेदेखि शास्त्रमा चाहिँ कलौ शूद्रसम्ममा कलिजुगमा चाहिँ प्रायः सबै मान्छे चाहिँ लेबर क्लास हुन्छ। तर लेबर नै सबै थोक होइन। तर अब यहाँ चाहिँ अब माओवादीको कम्युनिस्टहरूको चाहिँ खालि श्रम र किसान मात्रै। अब इन्डियामा पनि लालबहादुर शास्त्रीले पनि चाहिँ जय जवान जय किसान त्यो आधारभूत हो, किनभने अन्न नभइकन त हुँदैन, सुरक्षा नै पहिला हो। त्यसको हामीलाई चाहिँ यो दुइटै चाहिन्छ।
जे समग्रमा शिक्षा र सिप दुइटै चाहिन्छ भन्ने विचार हजुरको। ओके ओके, ल ठिक छ, विचारको लागि धन्यवाद छ। अब शुभकामना सन्देशतर्फ लागौँ है त। शुभकामना जुन आज जन्मपछि दोलखाको रञ्जना लामा, एटरीमा हुने प्रमिला खनाल, इलामको दिल दुखी रेणु राई, खोटाङको चन्द्रकला प्रधान, अनि अहिले धनगढीमा हुनुहुन्छ नरेश अवस्थी सरको अर्धाङ्गिनी कल्पना अवस्थी, विराटनगरमा हुने प्रताप थापा, अनि यता रेशम अधिकारी, धरानको प्रभास राई, रमेशे डाँडा मित्राजुनको भालु, मधुमला मोरङको गायत्री पौडेल, न्युज 24 को सञ्चालक राज श्रेष्ठजीको पनि जरुरत परेको रहेछ। अनि त्यसै धरानमा हुने रानी खुलाल छेत्री, रेडियो काबेलीको आरजे कुशल तामाङ, तेर्सुङको सुनिल लिम्बू, इटरीको गोमा लिम्बू, भोजपुरको कला क्षेत्री पान्तको रिना थापा, टेलीमाको बैतडीको हजारी महरा, अनि त्यसले रसुवामै सात मोरङको रेणु थापा, अनि यतातिर धनगढीमा हुने टिकेश्वरी भट्ट, अनि सृष्टिको नेता बिम्बा पाण्डे ठाकुर, अनि देव कोइराला, त्यसरी नै द्वारकोमा हुने गोमा कटल बनेको हिजो मात्रै जन्मदिन थियो, फेरि पनि उहाँलाई शुभकामना। तर उहाँको जन्मघर चाहिँ वैकुण्ठे भोजपुर हो। अरू मलाई चिन्ने नचिन्ने फोन लगाउने फोन स्पेसल्ली रेडियो सिटी भनेपछि हुरुप सबैले हालिदिनु अघि नाइटे भनेर बिराउन चाहन्छु। ओके, नमस्कार भाइ। उहाँ हुनुहुन्थ्यो धरानबाट शेखर प्रसाद श्रेष्ठजी। उहाँले पनि आफ्नो विचार राखेर विदा भइसक्नु भएको छ। वास्तवमै शिक्षा र सिपको कुरा गरिरहेका थियौँ आज हामी। शिक्षाले ज्ञान, सोच्ने क्षमता र सही निर्णय गर्ने क्षमताको विकास गर्छ। त्यस्तै सिपले त्यो ज्ञानलाई व्यवहारमा प्रयोग गरेर काम गर्न र आत्मनिर्भर बन्न मद्दत गर्छ। शिक्षा मात्र भएर सिप नहुँदा व्यवहारिक जीवनमा चुनौती आउन सक्छ। सिप मात्र भएर आधारभूत शिक्षा कमजोर हुँदा दीर्घकालीन विकासमा कठिनाइ हुन सक्छ। तसर्थ सिप र शिक्षा दुइटै चाहिँ हाम्रो जीवनमा महत्त्वपूर्ण छन् र सबैजनाले त्यही कुरालाई नै जोड दिइरहनु भएको थियो। अब चाहिँ भने हामी विश्रामतर्फ जाँदैछौँ। विश्रामपछि तेस्रो तथा अन्तिम सेगमेन्ट, बर्थडे सेगमेन्ट लिएर आउनेछौँ। रेडियो सिटी सुन्दै रहनुहोला। फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर। सफलताको पहिचान बनाउँदैछु, खुसीका पलहरू आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ। नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर। अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने। नेपालको आफ्नो, नेपालमै बनेको एक्वा 100। बी नेपाली, बाई नेपाली। सम्पर्क फोन नम्बर 5368 555 5368 555। धेरै टाढा चम्किन्छ तारा, सँगै साथ लै माझ बुझेछ है, विश्वास मनमा जब छन् पक्का, सपनाका गुच्छा जब छन् सच्चा, लै पुरा सारा लै माझ बुझेछ है, रहरको जहाज सफलताको आवाज, लै सुरिलो छ लै माझ बुझेछ है, तपाईँको सारा सपना साकार गर्न माझ खुसी ब्याङ्क छ है, लै माझ बुझेछ है। तपाईको आफ्नो
आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मुड्स सुन्दै हुनुहुन्छ र मर्निङ मुड्समा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। अब चाहिँ भने मर्निङ मुड्सको अन्तिम चरणमा हामी आइसकेका छौँ। अब हामी लाग्दैछौँ तेस्रो तथा अन्तिम सेगमेन्ट बर्थडे सेगमेन्टतर्फ। आज हाम्रो नियमित कलर सुजेन महर्जनजीको जन्मदिन परेको छ भन्ने कुरा हामीले थाहा पायौँ होइन उहाँलाई। अनि त्यस्तै गरेर आज जतिजनाको जन्मदिन परेको छ सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। हजुरहरूको चाहिँ जन्मदिनको यो अवसरमा चाहिँ हजुरको इच्छा आकाङ्क्षा पुरा हुन् होइन। हजुरको जीवनमा चाहिँ खुसी रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, समृद्धिले छाओस् होइन। यही नै शुभकामना भन्छौँ म। त्यसै गरेर प्रविधिमा रहनुभएको शिवदाई त्यसै गरेर हाम्रो सम्पूर्ण रेडियो सिटी परिवारको तर्फबाट ह्याप्पी बर्थडे टु यु भन्छौँ। अब यो शुभकामना सँगसँगै हामी तपाईँबाट छुट्टिनुपर्ने बेला पनि भइसकेको छ। अन्त्यमा आज हामीलाई कल गरेर साथ दिनुहुने सुन्दर कुमार परियार, जयलक्ष्मी श्रेष्ठ, बुद्धरत्न महर्जन र शेखर प्रसाद श्रेष्ठजीलाई धेरै धन्यवाद छ। त्यस्तै गरेर हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज र हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि सुनेर साथ दिनुहुने सबैजनालाई धेरै धन्यवाद भन्छौँ। त्यस्तै गरेर मलाई प्रविधिमा रहेर यतिन्जेल साथ दिनुहुने शिवदाईलाई पनि थ्याङ्क यू सो मच भन्छु। र अन्त्यमा एउटा गीत तपाईँको लागि छोड्दै आजका लागि भने म पासाङ तपाईँबाट छुट्टिन्छु। नमस्ते, फेरि भेटौँला। थ्याङ्क यू कसै कहाँबाट हेर्नुभयो धन्यवाद छ। आजलाई भने बाई बाई।